नेपालमा त म ब्याचलर गर्दै गर्दिनँ भन्दा भन्दै फर्स्ट सेमेस्टर पुगेको पनि थाहा नै भएन। 2 इयर्स कति चाँडो बित्यो कि अब 2 इयर्स मात्र बाँकी छ ब्याचलर सकिन। फर्स्टमा त सबैजनाको वेलकम गर्नु भयो अनि सुरु भयो डान्सहरू। सो मेरो क्लासको चाहिँ 2टा साथीहरूले गर्नुभएको थियो। फर्स्ट ग्रुपको चाहिँ सक्यो अनि सेकेन्ड ग्रुपको चाहिँ वेटिङमा थिए। सो डान्सहरू चल्दै जाँदाखेरि चाहिँ म भिडियो र क्लिप खिच्नको लागि बाहिर निस्केँ। अनि निस्केपछि मैले के सोचेँ भने 2 इयर्स त यस्तै बितिसक्यो, अब 2 इयर्स पछि त हाम्रो नै फेयरवेल हुन्छ भनेर। सो सोच्दा सोच्दै चाहिँ मेरो साथीहरूको पनि डान्स आइसकेछ अनि उनीहरूले चाहिँ एकदमै राम्रोसँग डान्स गरेको थियो। सो उनीहरूको डान्स गर्दैको हेर्दै गर्दाखेरि चाहिँ मैले पनि गर्नुपर्ने भने जस्तो लाग्यो, तर केही छैन, अर्को पालि गरौँला। सो त्यसपछि चाहिँ थियो हाम्रो स्न्याक्सको ब्रेक टाइम अनि हामी चाहिँ स्न्याक्स खाँदै गफगाफ गर्दै थियौँ। त्यसपछि हामीले चाहिँ रमाइलो गर्न सुरु गऱ्यौँ किनभने इन्डिङ मोमेन्टमा आइसकेको थियो। सो गाइज हाम्रो चाहिँ वेलकम र फेयरवेल चाहिँ यस्तै नै सक्यो। हजुरहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट डाउन एन्ड थ्याङ्क यू फर वाचिङ। सी इन द नेक्स्ट वान।